हेलो साथीहरू, आज म तपाईहरुलाई मोबाइल बैंकिङ एप्लिकेसनबाट प्लेन टिकट गर्ने तरिका सिकाउँदै छु। र यहाँ एप्लिकेसनमा जानुहोस्, मोबाइल नम्बर र आफ्नो पासवर्ड लगइन गर्नुहोस्। यहाँ मैले आईडी पासवर्ड हालेर लगइन गरे। मेरो बैंकिङ एप्लिकेसन खुलिसकेको छ। अब थोरै स्क्रल गर्नुहोस्। यहाँ आइसकेपछि पेमेन्टमा क्लिक गर्नुहोस्। विभिन्न इन्टरफेसहरू यहाँ खुलिरहेको देख्न सक्नेछौँ। तपाईँ हामीले र डोमेस्टिक फ्लाइटमा क्लिक गर्नुहोस्। अब यहाँ तपाईं अहिले कहाँ हुनुहुन्छ वा कहाँबाट तपाईं टेकअप हुने हो त्यहाँको लोकेसन हाल्नुहोस् फ्रममा। अब मैले भद्रपुरको लोकेसन हाले। अब कहाँ ल्यान्ड हुने भन्दा कहाँ जाने भनेर भन्दाखेरि काठमाडौँ। यहाँ काठमाडौँमा फ्रम भद्रपुर टु काठमाडौँ। अब कहिले जाने त भन्दा डेट आज 7 तारिक, भोलि 8 तारिक, भोलिको डेट हाल्ने। अब ट्राभल गर्ने कतिजना व्यक्ति हुनुहुन्छ भनेर यहाँनिर अब 1-2 जना कतिजना हो आफै मात्रै स्वयं भए 1 मात्रै भइहाल्यो। अब 2, 3, 4 कतिजना छ त्यो गर्न सक्छौँ। अब चिल्ड्रेन 12 वर्षभन्दा मुनिको चिल्ड्रेन छ भने यदि भनेर 1, 2 त्यसरी आयो। यहाँ छैन कोही पनि। र अब सर्च गर्ने हो हामीले। यहाँ त्यो गरेपछि टिकटहरू विभिन्न टिकटहरू यहाँ खुल्छ, लोडिङ भइरहेको सक्छौँ। विभिन्न टिकटहरू खुलिसकेको छ। यति एयरलाइन्स, बुद्ध एयरलाइन्स, विभिन्न एयरलाइन्सका टिकटहरू विभिन्न समय तालिका अनुसार खुलिसकेको छ। मैले चाहिँ बुद्ध एयरलाइन्सको टिकट चुज गरेर बुक गर्दैछु। कन्टिन्यू बुकिङ गरिसके पछाडि यस्तो खालको इन्टरफेस देख्न सक्छौँ। अब हामीले फुल नेम यहाँ हाल्छौँ, इमेल यहाँ हाल्छौँ, त्यस पछाडि मोबाइल नम्बर यहाँ हालेर यहाँ हामी क्लिक गर्छौँ। अब हामी लास्टमा आएर यहाँ भेरिफिकेसन कोड हाल्छौँ। यहाँ कन्टिन्यू गरिसके पछाडि यस्तो खालको इन्टरफेस खुल्छ, देख्न सक्नुहुनेछ। यहाँ पनि कन्टिन्यू गरे पछाडि ब्याङ्कको पिनकोड माग्छ। पिनकोड हालिसके पछाडि तपाईँको टिकट तयार हुन्छ है त।